हेलो गाइस, तपाईहरुलाई फेरि पनि मेरो भ्लगमा स्वागत छ। तपाईहरु सन्चै नै हुनुहुन्छ होला। म त सन्चै छु अनि बाउ चाहिँ खाना खाँदै हुनुहुन्छ हैन। मम्मी चाहिँ बहिनी हेर्दै हुनुहुन्छ हैन। भाइ कहाँ भयो बसेको? चकडीमा बस न। चकडीमा बस। अनि त्यही आज चाहिँ म गाउँसर जाने छु है गाइस। आज चाहिँ चैते दशैं हो नि त। अनि आज चाहिँ म अब केसमा जान्छु र हैन हिँडेर जान्छु कि अब केमा जान्छु अब त्यहीँ गइसकेपछि थाहा हुन्छ है। र भात मैले चाहिँ म चाहिँ भात खान्न होला गाइस हैन। म चाहिँ यत्तिकै जान्छु होला सायद। अनि त्यही गाइस अब एकचोटि अब बाटोतिर भेटौँला है त। गाइस म चाहिँ गाउँसर दरबार मुनि छु है। म चाहिँ अहिले गाउँसरमा दरबारमा चाहिँ म छिरेको छैन है। यताबाट हैन यता आए गाइस। अनि यस्तै छ अब आधा घन्टा 1 घन्टा साढे लगभग 1 घन्टा भनौँ न 1 घन्टा 15 मिनटमा पुग्यो गाइस। अनि ठेला हान्ने चाहिँ उता हो क्या हैन। उता मान्छेहरू छ नि त। मान्छेहरू बसिरहेको ठाउँ तल हो क्या। ठेला हान्ने चाहिँ त्यो हाम्रो गाउँको मान्छेहरू होला हैन। म टाढो चिन्दिन्छ क्या गाइस। उतै पुगेपछि भेटौँ है। साइकल बोकेर लिएर आएको कि हैन। यस्तै छ मौसम चाहिँ। पानी पर्ला जस्तो छ है। अनि देख्न सक्नुहुन्छ यो गाउँसर हो हैन। मान्छेहरू पूजा गर्न आएको छ। अनि त्यही गाइस अलि स्वर कस्तो भयो क्या। पसिना नै कति आयो नि त। अहिले त सुक्यो होला सायद। माथिबाट अलि गाउँसरको बाटो छ नि त। माथि गाउँसर जाने बाटोमा पुगेको थिएँ कि म बाख्री जगत। यता माथि गाउँसर जाने बाटो छ हैन। अनि त्यहाँ गाउँसर जाने बाटोतिर गयो। अलिअलि उकालो थियो। अनि धेरै जस्तो ओह्रालो थियो कि ओह्रालो भएर अनि पसिना नि सुक्यो कि हावाले। त्यही गाइस अब त्यतै भेटौँला है त। गाइस म चाहिँ आइसक्यो है। मान्छेहरू डन्नै छ क्या। छेला चाहिँ हाल्छ क्या हैन। त्यहाँ चाहिँ सांस्कृतिक कार्यक्रम चलिरहेको छ हैन। त्यही अनि म बोलेको चाहिँ राम्रो सुने हैन हैन। यहाँ छ गाउँलेहरू उयो बोल्दैन। अब कति बजेतिर हुन्छ सुरु है छेला चाहिँ है। त्यही गाइस छेला हाल्ने बेला भेटौँला है। गाइस एकछिनपछि 1 घन्टा जति के साढे 1 बजेतिर नाम दर्ता गरेर सक्नुपर्छ कि हैन। 2 बजेतिर होला कि सुरु हुने चाहिँ अब छेलो प्रतियोगिता हैन। मान्छेहरू अलि धेरै भएको जस्तो महसुस चाहिँ भएको छ तर अघि होइन है। यस्तै छ मौसम अब हेर्न सक्नुहुन्छ। मौसम त यस्तै छ गाइस। पानी पर्ला जस्तो छ क्या। अब एकछिन अब बस्दा कति घन्टा 1 घन्टा बढी भइसक्यो। हो के कस्तो हुन्छ एकछिन पछि अब थाहा हुन्छ। सुरु हुने बेला म तपाईँलाई हैन भन्नेछु देखाउनेछु। अहिले चाहिँ मान्छेहरू धेरै भएको छ हैन। गाइस अनि अब सुरु हुन्छ होला सायद हैन। मान्छेहरू पनि मेला भइसक्यो हैन। रात कलाएर तसम्म नि छ। पनि छ माथि झन्डै छ। मान्छेहरूले यहाँ प्रयास गर्दैछ है।
तेस्रो गाउँ सञ्चायतले दसैँ मेला विभिन्न तथा सांस्कृतिक कार्यक्रमका अध्यक्षज्यू प्रमुख अतिथि विशेष अतिथि त्यसै गरी कलाकार साथीहरू र सुरक्षाकर्मीहरू त्यसै गरी मिडिया पार्टनरहरू हाम्रो देखिन्छ होला उताबाट दौडेर आएर यता खाल्छेकै ढुङ्गा गाइस अब चाहिँ सुरु हुन लागेको छ होइन मान्छेहरू आइसकेको छ है अब यहाँ उद्घाटन हुन्छ होला अनि त्यहाँपछि अनि सुरु हुन्छ होला यतै पुग्छ होला क्या ढुङ्गा चाहिँ होइन त्यहाँबाट हानेर यहाँ पुग्छ होला है सर ल को रहेछ सुरुमा उद्घाटन भइहाल्यो है गाइज म बोलेको चाहिँ सुन्दैन होला होइन टक्क लगाएर उताबाट चाहिँ यस्तो हुन्छ क्या स्पिकरको आवाज ठुलो आएको छ नि त त्यो त मेरो आवाज अलि राम्ररी सुनाएन होला कि होइन गाइज होइन अलिक टाइमै लाग्यो कि अब अलिक समय लाग्छ अब कति भन्ने होइन त्यो त एकैचोटि अब हान्ने बेला भेटौँ ल ठुला हान्ने बेला कि त्यही हो अब सुरु हुन होला मेरो ठाउँ यहाँ हो होइन साइकल त गर्छु नि त यहाँ नबस्नु होला है मेरो ठाउँ यहाँ साइकल युज गर्दैछ खोइ छोड्नुहोस् त साइकल पनि कहाँ कहाँ राखिदिन्छ यार बस्नु त म त आफ्नो ठाउँमा खोइ छोड्नुहोस् त आफ्नो ठाउँमा त बस्नु पऱ्यो नि त खोइ छोड्नु नि त साइकल चाहिँ कुन चाहिँ ल्याएर गाइस अब सुरु हुन लागेको छ होइन हो हेरिदिन्छ त नि बस्नु न तपाईँ बस्नु मन थाहा छ क्या मलाई त्यो त के भन्नु त नि यस्तो मान्छेहरू साइकल पनि कहाँ कहाँ राखिदिन्छ क्या अब राख्ने ठाउँमा राखिदिए पछाडि राखिदिएर ढाल्दैछ कुन चाहिँ गुरुङ भाषा बोले मैले बुझाएन भने जेसुकै भन्नुहोस् न मतलब छैन नि त्यो हेर्नलाई ढुक्क मान्छेहरू चाहिँ भेला भइसकेको छ गाइज होइन ट्रकको लागि अघि त होइन अघि त थिएन नि त मान्छे त अहिले त अब छेलाउ हान्न लाग्यो नि त हेर्न सक्नुहुन्छ माथितिर है अरू मान्छेहरू हिँडिरहेको छ जसरी नै हाँस्नु नि त होइन हाँस्नु नै हाँस्नु राम्रो देख्छ क्या भिडियोमा
हो मैले डिस्टर्ब गरेँ कि हजुर बस्नु न पछाडि हजुर त अगाडि बस्नु मेरो मर्जी नि मलाई पो भनिरहेको छ मेरो मर्जी हो नि त मेरो फोन हो हजुर हजुर भन्नुहोस् न के छ हजुर हो हजुर हो हजुरले बोलेको सत्य हो कि जाने भयो त्यहीँ गएर हेर्नुहोस् न त किन कराउनु भएको अनि किन कराइराख्नु भएको नि हजुर हजुर ल भन्नुहोस् त भन्नुहोस् आन्टीको मिठो बोलिरहेछ क्या अलि राम्ररी देखाउन भएन फेरि हान्छ होला होइन त्यति बेला चाहिँ राम्ररी देखाउँछ यहाँसम्म पुऱ्यायो होइन त्यहाँबाट अब यहाँबाट यहाँसम्म पुऱ्याउँछ होला क्या अरूले चाहिँ अलि लामो हुनसक्छ गाइज होइन अलि काटी हाल्छ है म चाहिँ त्यो हानेको चाहिँ छेलो हानेको चाहिँ मंत्री माननीय मुख्यमंत्री महोदय हॉस्पिटल लक्ष्मी ऐसे महिला घगरे को हमें चढ़ा पछाडि हो लगाइसके उता मामा घरतिर पनि हानेको अब सकेन अब घरतिर जान्छ है गाइस म चाहिँ है त गाइस होइन अघि माथि जेरी अब म त्यहाँबाट हुन्छ नि त त्यहाँ ठेला हान्ने ठाउँबाट माथि गएँ कि है माथि पसलमा गएँ होइन रोडै है साइकल चलाएर अनि त्यहाँको एकजना दिदी थियो कि उसकै घरमा पहिला म बसेको थिएँ है 10 का क्लासमा कि अब त्यो फाइनल इक्जामको लागि कि त्यहीँ 1 महिना कि 2 महिना जति त्यहीँ बसेर पढेको हो अनि त्यहीँबाट मैले यहाँ सिधेको कि त्यहीँ बसेर नै हो होइन अनि त्यो कुरा चाहिँ यो चाहिँ हुन्छ नि त मैले चिनजान्दै छ कि चिनजान्दै छ होइन जे भन्ने आज जेरी मागेको त दिँदै थिएन कि अब भेनाले अब यस्तो के सिजन देउता भनेर एउटा भाइ थियो है त्यो भाइलाई अनि उस गरेको थियो कि देउ त 4वटा जेरी भनेर भनेको थियो अनि भाइले त दिएन कि दिदीले नि दिएन त सिजनले अरे अब त्यहाँपछि त देउ न देऊ भनेर सिजन भाइले नि सम्झायो
देऊ न त किन उस गरेको देऊ न त ढिलो भइसक्यो आउँ भने है मतलबै गर्दैन यस मेरो पालि त म त त्यहाँबाट साइकल चलाएर होइन माथिको बाटो गाउँसरको बाटो त्यहाँबाट गएर त्यहाँबाट आयो क्या आएँ यहाँ चाहिँ त्यहाँ माथिबाट चाहिँ हुन्छ नि त सजिलो छ क्या पिच रोड छ नि त अघि म चाहिँ माथिबाट घुमेर गएको थिएँ नि त जाँदाखेरि चाहिँ अनि त्यहाँबाट माथि जाँदा चाहिँ अलिक उकालो छ नि त त्यही भएर म यो बाटो आएको के गाइज अनि त्यस्तै छ मान्छेहरू के भन्ने होइन त्यस्तै हो मान्छेहरू होइन त्यही हो गाइज अब पानी पानी चाहिँ अलिअलि सिमसिम परेछ है अनि आज छेलोमा चाहिँ त्यही के अरे झग्रेको त्यो केटाले जित्छ होला होइन त्यही भयो कि अहिले भन्नाले त्यही छ क्या अगाडि चाहिँ अनि मामा घरको चाहिँ भएन क्या मामा घरको चाहिँ ज्याकै थियो अब कटाउँछ भनेको थियो के अरे अब कटाएन अरूले त कटाउँछ भनेको थियो कटाएन कि हार्यो होइन जे होस् अब अरूको कुरा नि सुनेर नि हुँदैन है त्यही हो गाइज म चाहिँ अब यहाँ आइसकेको छु है यहीँ यो रोड कटेपछि उता छ है झरना चाहिँ त्यो झरना चाहिँ आज म देखाउँछु होइन टक्क लगाएर म यहाँ आइसकेको छु यसलाई चाहिँ के भन्छ भैरीथान भन्छ क्या यसलाई चाहिँ है गाडीमा है हेर्न सक्नुहुन्छ मान्छेहरू टक्क लगाएर माथि चाहिँ काफलको रुख छ होइन त्यही हो है देखेन त अलिअलि भने नरहेछ त देखेन छ कालो पो आयो क्या किन हो खोइ अर्को जिप पनि आयो कि अब तिनीहरूले जान दिने हो कि अब के गर्नु त है ट्याङ्की चाहिँ त्यहाँ रहेछ है नयाँ बनाएको रहेछ मलाई थाहा थिएन नि त यो यहाँ बनाउँदैछ भनेर चाहिँ यहाँ चाहिँ बनाउँदैछ भनेर चाहिँ थाहा थियो है तर बनाइसकेको चाहिँ थाहा थिएन क्या बनाइसकेछ है माथि चाहिँ देख्न सक्नुहुन्छ सेतो त्यो नि ट्याङ्की नै हो होइन अब यस्तै हो ब्लग चाहिँ अब हाउडै भयो क्या अब मान्छेहरू नि कस्तो छन् त होइन हिँड्ने मलाई मतलबै छैन कि आफ्नो बाटै त हिँड्ने हो त्यही हो गाइज गाडी गयो गाइज हेर्न सक्नुहुन्छ झरना यही हो झरना पानी चाहिँ अलिक सानो आएको छ है अब बिस्तारै यहाँ पनि होइन बिस्तारै खोला हुन्छ नि त यो झरनाको यो माथिको बगेको छ नि त यो अलि ठुलो हुन्छ कि गाइज त्यही हो मैले देखाएँ है झरना चाहिँ यही हो देख्न सक्नुहुन्छ अब घर पुगिसै भेटौँला अनि अब के हुन्छ घरमा है होइन घर गएर अब हुन्छ नि त भिडियोहरू के कस्तो छ भनेर हेर्छु त्यही हो गाइस अहिले चाहिँ अब कति बज्यो भन्नाले अब 10 बज्न लागिसकेको छ है गाइस अब चाहिँ भ्लगिङ गर्छु होइन तपाईँहरूले भ्लग कस्तो लाग्यो होइन लाइक सेयर अनि सब्सक्राइब त गरिदिनु होला जे भए पनि होइन मन परेन भने डिसलाइक गर्दा नि हुन्छ के फरक पर्दैन तर सब्सक्राइब चाहिँ गरिदिनु होला है त गाइस भोलिको भ्लग चाहिँ अब यस्तै भयो पानी परिरहेको छ क्या बाहिर चाहिँ अहिले भोलिको भ्लग चाहिँ कस्तो हुन्छ भन्नाले भोलि पनि अब पानी पर्छ अरे कि भोलि पनि त्यस्तै हुन्छ अरे क्या आजको जस्तै है पानी पर्ने हुन्छ अरे अनि त्यही भएर भोलितिर अब गोरु चराउनु जान्छ होला सायद त्यही गाइस भोलि भेटौँला होइन